ल तपाईँ हो हेलो गाइज वेलकम टु माई न्यू ब्लग आजको मेरो नयाँ भिडियो र नयाँ ब्लगमा स्वागत छ। फाइनली म चाहिँ आज घरमै छु होइन, धेरै समय पछाडि चाहिँ म युट्युबमा जोडेको छु। अनि हाम्रो त्यो त गाउँठाउँको चाहिँ यस्तो यस्तै छ क्या प्रचलनहरू। यहाँ टक्क अब यस्तो घाम लागिरहेछ होइन, यहाँ डोको छ। पछि म डोको लिएर घाँस काट्नु जाँदैछु। ठ्याक्क कति बज्न टोक्नेको 9 बज्न लागिरहेछ। हुन त बिहानै घाँस काट्नु जानुपर्ने हो, तर केही कामले गर्दाखेरि त्यस्तो जान पाइएन। गाई छ नि, यहाँ कुखुराहरू छ है, पुरा हगिहाल्छ कि फेरि ओइ ल तपाईँ हो जा पर ल यसलाई चाहिँ म चारो दिनुपर्ने हुन्छ। मेरो चाहिँ फेरि मकै यहाँ लाग्छ, मकै त्यति वाइफाई यहाँ राखेको छ साथी हो, लाइन छैन, बिजोग छ हौ। ल साथीहरू अब चाहिँ म ठगसँगले चाहिँ के भने होइन घाँस काट्नु जाँदैछु। अब गाउँको भ्लगहरू यस्तो युट्युबमा धेरै भिडियोहरू हाल्न रहर त लाग्छ, तर समय अनि परिस्थिति बाध्यता त्यस्तै त्यस्तै आइपर्छ। ठिक छ, डोको हो यो, म घाँस काट्नु जाँदैछु। चाहिँ डोको पन्जा छ, अनि चाहिँ मेरो गाडी यहाँ छ होइन, त्यस्तै छ साथीहरू है। टक्कसँगले यहाँ चाहिँ बाख्राको खोरहरू सो मेरो भैँसीहरू जुदा छ टक्कसँगले। भर्खर भैँसी ब्याएको पनि मुर्यो मा यार, यहाँ पाडा दाल बनेर पर्खी बस्नु, ढुङ्गा बनेर हात दिन्छु। दान्ते ओखर गाह्रो छ हौ साथी हो। भविष्यमा युट्युब अनि फेसबुकबाट पैसा कमाउने कति रहर इच्छा आकाङ्क्षा सब चकनाचुर होला जस्तो छ। सब्सक्राइबर कहिले पनि बढ्दैन, भिडियो बनायो होइन, अनि खासै भिडियो पनि लाउँ, भिडियो पनि हुँदैन। हुन त आफ्नो आफ्नो पारिवारिक चाहिँ बाध्यता हुन्छ है, यस्तै छ है पारिवारिक बाध्यता भनेको। अब दिनमा बिहान बेलुका घाँस नकाट्यो हुँदैन होइन, अनि त्यस पछाडि अब काम नगरी पनि हुँदैन। अब पुरा डुलेर होइन हिँडेर भ्लग बनाइरहँदा त जस ठिकै हुन्छ, तर त्यो समय मिल्दैन क्या हामीलाई चाहिँ। फेरि यहाँतिर घाँस काट्ने मान्छे कति मिनटमा भारी पुग्छ है त साथीहरूलाई। अब मैले चाहिँ ठक्कै अब भैँसीलाई एक भारी घाँस, त्यस पछाडि बाख्रालाई एक भारी, अनि फेरि जस टाइम राम्रै जान्छ। अब चाहिँ मेरो पनि भारी पुगेको छ, अनि घर जानुपर्ने अवस्था आउँछ। तर भारी पुग्नु सकिँदैन यार।
आइपुग्यो साथी हो होइन चप्पल चिप्लेर लास्टै हुन्छ